हेलो नमस्ते सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी ल्याङस्मिथ सेटअप गर्नेछौँ है। तपाईँले स्क्रिनमा देखिरहनु भएको छ होइन। ल्याङस्मिथ सेटअप गर्न चाहिँ ल्याङग्राफ जेसन भन्ने बनाउनु पर्यो प्रोजेक्ट रुटमा। त्यसपछि डिपेन्डेन्सिजमा कहाँनिर कोडहरू छ भनेर है सबै कोडहरू सोर्सभित्र छ त्यो सोर्सभित्र राख्यो। ग्राफ कहाँ छ भनेर पाथ दिनु पर्यो। यो जे नाम राखे पनि हुन्छ है। त्यसपछि तपाईँको कहाँ बिल्ड भइरहेछ त ग्राफ होइन। ग्राफ बिल्डर हाम्रो ग्राफ्सभित्र ग्राफ बिल्डर अब तपाईँको यो नाम अनुसार जहाँ भए पनि हुन्छ है। अर्को चाहिँ तपाईँले की भ्यालु पेयर राख्नुपर्छ है अथेन्टिकेसनको लागि। हामीले अस्ति नै सुरुतिर गरेको थियौँ के अरे त्यो लोड गर्ने ल्याङस्मिथ की लोड गर्नेवाला है। त्यसको पाथ दिनु पर्यो। यो चाहिँ यहाँ छ। यसभित्र चाहिँ जुन ल्याङस्मिथबाट बनाएको की राखेको छ है हामीले। त्यसपछि यो लोड गर्ने चाहिँ यो तरिका भयो है यस्तो गरेर। अर्को एउटा चेन्ज चाहिँ के चाहिन्छ भने यहाँ गएर यो एलएलएम लोड गरेर त्यसलाई ग्राफ बिल्डर पास गरेर त्यसलाई कम्पाइल गर्नुपर्छ आउटसाइड द नर्मल फ्लोमा है। यो चाहिन्छ त्यसको लागि चाहिँ। एकचोटि मैले यो एप रन गरिराखेको छु है। पहिला यो अस्ति गरेको उयो छ है। म तपाईँलाई यो पोस्टम्यानमा देखाउँछ है त हेर्नु है। यो चाहिँ पोर्ट 801 मा छ। यसलाई रन गऱ्यो भने टाइटल यो अस्तिकै आयो है। भनेपछि यो रन भइरहेछ भन्ने भयो। मैले अर्को टर्मिनल खोलेर यसमा चाहिँ अब ल्याङग्राफ रन गरौँ है। तपाईँले त्यो रन गर्नु भएपछि यो ब्राउजर खुल्छ है। तपाईँले देख्नु भएको ब्राउजर। यसमा चाहिँ तपाईँले अब डिबग गर्न सक्नुहुन्छ क्या। यो पहिल्यै पनि गरिसक्यो है हामीले इन्टरप्ट गर्ने। यो यहाँनिर ल त्यही गरौँ है। एजेन्ट एआई भन्ने टपिक गरौँ। त्यसपछि सबमिट गरौँ। तपाईँको साइडमा चाहिँ यसको फ्लो देखाइरहेछ होइन। स्टार्ट टाइटल क्रिएसन कन्टेन्ट जेनेरेसन भनेर है। स्टार्ट गर्यो। त्यसपछि यो नोडहरू हामीले बनाएको नोडहरू भइरहेछ है। त्यसपछि ब्लगमा गयो। टाइटलमा टाइटल हुन्छ होइन। टाइटल तपाईँ यो एसइओ फ्रेन्डली भनेर बनाएको अरे सबै गरेको छ है। अनि त्यसपछि कन्टेन्टमा कन्टेन्ट के छ भने हेर्नु त यो तपाईँले यो पोस्ट गर्न सक्नुहुन्छ कि तपाईँको आफ्नो ब्लगमा अटोमेट गर्न सक्नुहुन्छ। रेफरेन्सहरू पनि राखेको छ होइन। यो राम्रो छ यो है। अब तपाईँले इन्टरप्टहरू गर्ने कुराहरू ल भनौँ टाइटलको टाइटल जेनेरेट गरेपछि इन्टरप्ट गर भन्नु भन्यो होइन। युमेन अब तपाईँले मल्टिपल बिएस वाइल्ड भनेर भन्नु होइन। सबमिट गर्नु। यो सेकेन्ड गरेको है। ह्युमन बिएस वाइल्ड टाइटलमा हेरौँ। सर्भाइभिङ द फियर्स ह्युमन बिएस वाइल्ड यो भनेर टाइटल बनायो। त्यसपछि उसले यो जेनेरेट गरेको छैन होइन रोकिरहेछ हो कि होइन। त्यसपछि कन्टिन्यू गरेपछि उसले ब्लग जेनेरेट गर्छ। अब यो त सिम्पल भयो। त्यही भएर तपाईँलाई खासै इम्पोर्टेन्ट लागेको छैन होला। र जब हामीले कम्प्लेक्स एप्लिकेसन्सहरू बनाउँछौँ यो एकदमै युजफुल हुन्छ है। यहाँ आएर तपाईँले ट्रेस हेर्न सक्नुहुन्छ होइन। के भइरहेछ ट्रेस है। यो ट्रेस गर्न सक्नुहुन्छ। यो एक्सप्लोर गर्न तपाईँहरूले होइन। मैले पनि यो धेरै एक्सप्लोर त गरेको छैन। यहाँ तपाईँको स्टेटहरू होइन स्टेटमा के चेन्ज भइरहेछ भन्ने कुराहरू पनि देखाइरहेछ। यो सुरुमा हामीले गरेपछि नेक्स्टमा के हुन्छ भनेर है। टाइटल क्रिएसनको नेक्स्टमा स्टार्टको नेक्स्टमा केही छैन है। स्टार्ट नेक्स्ट स्टेप स्टार्ट। त्यसपछि यो स्टेटमा आएर हेरौँ होइन। यसमा चाहिँ जेसन गरौँ। टाइटल क्रिएट गर्यो। त्यसपछि नेक्स्ट चाहिँ कन्टेन्ट क्रिएसन होइन यो ग्राफ अनुसार। सो यो चाहिँ जस्ट डिबगिङ पर्पज तपाईँलाई कम्प्लेक्स एप्लिकेसन हुँदाखेरि ग्राफिकली युज गर्नलाई है। यहीँ अरू कति कुराहरू तपाईँले एक्सपेरिमेन्ट गर्न सक्नुहुन्छ। यसपछि एउटा हामी यो ब्लगको थर्ड पार्ट गर्छौँ फाइनल पनि हुन्छ। त्यसपछि यो कोर्स पुरै सकिन्छ है। हुन्छ आजलाई यति गरौँ।